ल जाने अब ले फोटो खिच्ने भाइले चाहिँ पोज दिने अब लास्टमा चाहिँ चिसो खाने हाम्रो ग्रिल चिकन आयो कस्तो छ मम्मी माछा ल हाम्रो पनि आयो यहाँ हे गाइज नमस्ते सन्चै हुनुहुन्छ हजुरलाई स्वागत छ हाम्रो रैला फ्यामिली ब्लग्समा हजुरलाई हिजो मैले भनेकै थिएँ हामी पोखरा जान लाग्छौँ भनेर अहिले चाहिँ हामी होटलमा छौँ अहिले चाहिँ हामी तालबराई मन्दिर जान लागेको म चाहिँ रेडी भइसकेँ मेरो आउटफिट चाहिँ यही हो अनि बाहिर चाहिँ उता मम्मीहरू हल्ला गर्दै हुनुहुन्छ अब नेपाली भएपछि त हल्ला हुने नै भयो सो म देखाउँछु हजुरलाई ल सबैको आउटफिट त्यहाँ चाहिँ डिस्कसन भइरहेछ सबैजनाको रेडी हो सबजना रेडी यहाँको भ्यू चाहिँ यति राम्रो छ कि फेरि यहाँदेखि हिमाल सबै देखिरह पहाड हिमाल अनि यो चाहिँ हामी बसेको होटल हो कतिखेर निस्किने हो त ल अब हामी चाहिँ मन्दिरतिर जान लागेको गाडीमा जाने हो ए ल ल जाम ल जाम अब हामी जान लागेको गाडीमा मन्दिर जान लागेको दिदी चाहिँ आइने नानीले दुःख दिएर दिदी चाहिँ माथि नै छ हामी यतिजना जान लागेको हेलो यता हेरिदिनु न ल सबैजना गाडीभित्र गए अब हामी मन्दिर जान लागेको तालबराई मन्दिर कहाँ बस्ने हो हामी चाहिँ फेवा लेक आइसकेको छौँ भ्युज हेर्न सक्नुहुन्छ कति दामी भ्युज देखिरहेछ यहाँ बुवा र बहिनी कस्तो लागिरहेछ हामी कहाँ जान लागेको अब बोटिङ ए बोट पार गरेर मन्दिर जाने नि अब हामी त्यहाँ लाइफ ज्याकेट लाउने हामी चाहिँ त्यो रातो झन्डावाला मन्दिरनिर पुग्न चाहिँ अब यहाँ सबैले लाइफ ज्याकेट लाउँदै हुनुहुन्छ बाबुले बुवालाई लाइफ ज्याकेट लगाइदिँदैछ उता बुवाले मम्मीलाई लगाइदिँदै हुनुहुन्छ यता छोराले बाउलाई यता अङ्कल पनि हुनुहुन्छ यता लाइफ ज्याकेट लाउँदै हामी चाहिँ के भयो भएन भयो एक्साइटेड ल खोइ टिबु सबैको आओस् है यो अर्को दिनु त कस्तो लुज भयो अब हामी बोटिङ गर्न जाँदैछौँ है कहाँ जाँदैछौँ हामी मम्मीले त्यहाँ लिँदै हुनुहुन्छ लिइसक्नु भयो हजुरले कति लियो आफै कस्तो महँगो है मन्दिर एरिया भएर पनि होला कि टुरिस्ट एरिया भएर खोइ मम्मी उता लिँदै हुनुहुन्छ अर्को मम्मीले चाहिँ अब हामी जान लागेको सँगै जाऊँ न पाउनु न आउनु त्यहाँलाई उहाँलाई धेरै लुज भएको छ क्यारे लाइफ ज्याकेट उहाँको साइजको थिएन त्यहाँ मिलाइदिउँला जाऊँ न जाऊँ मम्मी जाऊँ हाइवा डुब्यो आउनु राम्रोसँग नातिनीलाई ल्याए हुन्थ्यो त हेलो
हामी मन्दिर गइरहेछौँ। हामी चाहिँ बोटमा बसिसक्यौँ यहाँ। अब मन्दिर जान आँटेको। हाम्रो भाइ चाहिँ त्यहाँ फोटो खिच्दैछ। दिदी रमाइलो हुँदैछ? हामी चाहिँ त्यो मन्दिर पुग्नु पर्ने हो। ल अब हामी मन्दिर पुगेपछि कन्टिन्यू गर्छौँ। उता चाहिँ हाम्रो मम्मीहरू बस्दैछ। भाइले फोटो खिच्ने, भाइले चाहिँ पोज दिने। राम्रो आछ? चप्पल कहाँ फुकाल्ने म? ए मम्मी अहिले यस्तो लगाएको छ। हामी आउँदाखेरि यस्तो यो थिएन लगाएको, ओपन थियो पुरै। अहिले बनाइरा जस्तो छ। लाइन लाग्नु पर्दैन, मन्दिर यही हो। ए भित्र पनि रहेछ। कहाँ जान? ल मन्दिर ढुक्न लाइन लाग्यो। फोटो देखाइदेऊ न यहाँ कस्तो राम्रो खिचेछ। कस्तो राम्रो आएको। ल मन्दिर जाऊँ। लाइन लाग्ने। हेलो यहाँ हामी चाहिँ मन्दिर मलाई ढुक्नलाई लाइन लागेको। मलाई भिडियो बनाउन लगाइदिए मिलाएर। कृपया परेवालाई चामल नदिनु होला, बुझ्या हो? हामी चाहिँ मन्दिरलाई लाइन लागेको। हाम्रो पुरै फ्यामिली। ल जाऊँ अगाडि बढौँ, अगाडि बढौँ भनेर त्यहाँ लेखेको थियो। के पो भने? छरेर खुवाउनु होला। ए ठाउँ होला नि, मन्दिर ढुक् बत्ती बाल्नु न। यो खुवाउने ठाउँ होला नि है। होला खाएर आउँ न। हुन्छ बत्ती बाल्नु। कहाँ जानु बुवा? बाल्नु न। अब चाहिँ हामीले ढोगिसक्यौँ। हामीले यहाँ बत्ती बाल्ने। बत्ती बाल्नु न। उता उता नछर अरे है, परेवालाई नछर भनेर भनेको छ। अलिकति छरिदेऊ न यसमा। परेवाला दाना नखुवाउनु भनेर लेखेको छ। यहाँ चाहिँ बत्ती बाल्दै हामीले यहाँ ढोगिसक्यौँ। ढोगेको चाहिँ हामीले भिडियो बनाएनौँ किनकि भगवान्को ठाउँमा आएपछि ढोग्नु पऱ्यो नि त राम्रो गरी। त्यही भएर उता चाहिँ मम्मीहरू। यहाँ चाहिँ दिदीले धुप बाल्दै, बाँटेको धुप। मम्मीहरूले अब बत्ती गर्दै हुनुहुन्छ। ल्याउ समाउँदै हो। मम्मीहरूले पूजा गर्दै हुनुहुन्छ बत्ती बालेर। म पनि जान्छु, ल्याउ समा, मन जान्छु। ढोगेर आउँछु। यो पक्रिनु। यहाँ चाहिँ बाबा मम्मीले हजुरआमा र हजुरबाको नामले चाहिँ दान गर्दै हुनुहुन्छ पैसाहरू। अब पैसा के दान गर्दै हुनुहुन्छ। कहाँ जाने? फोटो खिच्न जाने? ल जाऊँ। मम्मीहरूले अब यहाँ दान गर्नुहुन्छ, हामी चाहिँ फोटो खिच्न जान्छौँ। कहाँ खिच्ने? कस्तो राम्रो देखेको भाइ पहाड। ओ माई गड, कस्तो राम्रो आएको। यहाँ चाहिँ भाइले दिदीको फोटो खिचिदिँदैछ यस्तो यहाँ पछाडिको पहाड देखाएर। मम्मी बुवा चाहिँ त्यहाँ हुनुहुन्छ, सक्नुहुन्छ। यहाँ फोटो सेक्सन चलिरहेछ, फोटो खिचिरहेछन् यहाँ।
कस्तो राम्रो भ्यू देखिरहेछ ल लाइफ ज्याकेट लगाम कस्तो घाम भएको ल अब कुन गाना ओ भयो स्टार्ट भयो ल मनलाई बिराजु थाकेर यहाँ आएर बस्नुभयो अब अब चाहिँ त्यसको पालो मजा आइरहेछ मजा आयो त मजा आयो अङ्कल मेरो बुवा पनि एउटा ब्लगर नै हो त्यहाँ आफ्नो मैले ब्लग बनाउँदै हुनुहुन्छ कस्तो राम्रो भ्यू देखेको अझ क्यामेरामा क्याप्चर गर्नुभन्दा अगाडि आँखा अगाडिबाट राम्रो देख्ने है कस्तो राम्रो हाम्रो चाहिँ यहाँ खाजा म चाहिँ यहाँ खाएँ खाजा ठिकै छ मम्मी अब उता मम्मी र दिदी ठिकै छ त्यस्तो नमिठो पनि छैन त्यस्तो मिठो पनि छैन ठिकै छ यता सबैले खाइसक्नुभयो यहाँ चाहिँ हाम्रो चिया यता पुग्यो म त खान्न अङ्कल बाबु नखाने यसले कहाँ चिया खान्थ्यो त यसले ओहो अब चाहिँ हामी ब्रेकफास्ट गरेर ड्रेसहरू चेन्ज गरेर अब अर्को ठाउँ घुम्न जान लागेको रुम चाहिँ यस्तै मेसी छ प्लिज माइन्ड नगर्नु होला हामीले चाहिँ आज 3 दिदीबहिनीले एउटै लुगा लगाएको छौँ खोइ मम्मीले चाहिँ यस्तो टी सर्ट लाउनु भयो हामीले चाहिँ सेम यस्तै कुर्ता 3 जनाले नै लगाएको छौँ अब हामी बाहिर नै घुमेर बाहिर नै खाना खान्छौँ यहाँ चाहिँ बाबा बस्नुभएको छ यहाँ चाहिँ दिदीले सानीलाई मेकअप गरिदिँदैछ रेडी अब हामी जाँदैछौँ पोखरा घुम्न हामी चाहिँ मन्दिर घुमेर बिहानै आइसक्यौँ हामीले ब्रेकफास्ट गरेर ड्रेस चेन्ज गरेर हामी अर्कै ठाउँ जान लागेको कहाँ जान लागेको मम्मी डेभिस फल कहाँ घुम्न जान लाग्नु भयो यी रुन्ची यो सबैभन्दा धेरै रुन्ची दिदीको हातको ब्रासलेट बाङ्गो भएर बुवाले लगाइदिँदै हुनुहुन्छ सिधा पारेर यो रुन्ची कति रोयो कि त्यसलाई चाहियो अरे क्या यो चाहियो ल ल अब चाहिँ हामी जान लागेको सानो हाई गर्दै हाई गर्दै अब हामी जाने मम्मी त मम्मी त नानीको खेलौना लिँदै बस्नु सानो चाहिँ हामीसँगै पछाडि बसेकी चाहिँ ल लेट्स गो डेभिस फलको मर्मत हुँदैछ अरे तर हामी गुप्तेश्वर गुफा चाहिँ जान्छौँ त्यहाँ नगए पनि हेलो मम्मीले चाहिँ नानी हामी चाहिँ अब थकाली खाना घरमा आएको खाना खाने अब हामी चाहिँ यहाँ खाना खाएर डेभिस फल गुप्तेश्वर गुफाहरू चाहिँ घुम्न जाने हामी चाहिँ एकदम चर्को छ गर्मी के भयो बिनाजु त्यहाँ चाहिँ डिस्कसन हुँदैछ के गर्ने भनेर हामीलाई चाहिँ भोक लागेको छैन मम्मीहरूले चाहिँ खाने हामीले चाहिँ नास्ता खाएर हामीलाई टन्न भएको छ हामीलाई चाहिँ खान मन छैन हामी चाहिँ अब केही खाम्ला नि पछि चिसो पानी चाहिँ खाम्ला कस्तो चिसो पानीको चाहिँ कहाँ जानुभयो बिनाज बुवा चिसो पानी ल्याइदिनुहोस् न आन्टी
के भयो के को खस्यो भगवानको शक्ति किन यतैबाट निस्किने हो क्या ल झर्ना देखिन्छ यताबाट आऊ केटाकेटी बिस्तारै आइज बुवालाई देखाइदे बुवा सानो आउँछ चिन्दै नै पर्दैन ल सानो मामुको छैन त पर्दैन अहिले किनेर के कहाँ मेरो ल लगाउँदिनँ अहिले जा अब भिडियो बनाएपछि केही त किनिदिनु पर्यो देखाउनुलाई पनि भयो पनि अब किनिदिँदैन खालि देखाउँछ हुन्छ पर्स निकालेर देऊ न म तिमी पर्स निकालेर देऊ न आफ्नो म किनिदिइहाल्छु नि मुखमा क्यामेरा ठडाइदियो भिडियो बनाइदियो होइन बहिनी किन्न लागि त पर्स निकालेर देऊ न म किनिदिन्छु ए बुवा हुन्न कतिपल्ट बाँध्नुहुन्छ बहिनी अब हामी देवी फलदेखि फर्किन लागेको खै त सबैजना अब हामी कहाँ जाँदैछौँ महादेव मन्दिर देवी फल घुमेर फर्किसक्यो कस्तो मजाले आँखा गइहालेको है त्यहाँ भोले बाबा नेरी जाने भनेपछि क्या ठ्याक्क देखिहालेँ क्या मैले त्यहाँ टुप्पोमा बस्नु भएको छ नि त खै त दिदीहरू ए अब हामी त्यहाँ गएर भिडियो कन्टिन्यू गर्नेछौँ मलाई चाहिँ यति नै मोबाइलमा चार्ज पनि छैन चार्ज पनि सकिसक्यो पावर ब्याङ्क पनि चार्ज अब छोरीहरूले यसो गर्दा अलि अगाडि आउनु पऱ्यो नि फेमस हुनु पऱ्यो ल हाम्रो बेलामा मोबाइल थिएन बेलामा मोबाइल छ सुन्नुभयो हाम्रो गाडी यही गलीमा होइन अब हामी जान्छौँ अब छोरीहरूले कता कता घुमाउने हो 1:16 भइसक्यो रहेछ तर ठाउँ चाहिँ राम्रो थियो है धन्न घाम चाहिँ रहेनछ अघि चाहिँ चर्को घाम थियो धन्न घाम छैन हावा चल्यो धन्न शीतल भयो सुन्नु न म त्यो गुप्तेश्वर गुफा छिरेको अनि त सिरी छ नि त ओह्रालो म यस्तो अक्सिजनको कमी भयो होइन अनि म त भोले बाबाको मन्त्र पढ्न लागेको मेरो खुट्टा त लेम कामेको म त्यही भएर त नगएको मलाई गाह्रो हुन्छ मलाई नि अक्सिजन तर मैले ठ्याक्क भोले बाबाको मन्त्र पढ्ने बित्तिकै कस्तो मजाले भयो कि हुँदैन महेन्द्र गुफा गएको छु म चमेरो गुफा महेन्द्र गुफा चमेरो गुफा कहाँ हो त्यसैलाई भन्छ क्या होला मलाई पनि थाहा छैन कस्तो दामी भ्यू देखेछ हामी शिवजी लिएर आइपुग्यौँ शिवजी मन्दिर हामी चाहिँ मन्दिर पुग्यौँ मम्मीहरू चाहिँ नआउने रे तलै बस्नुभयो नानी सुतिरहेको थियो हामी मात्र आयौँ हामी चाहिँ आइपुग्यौँ कोही पनि छैन हामी 3 जना मात्र आएको चाहिँ मन्दिर आयौँ
एकदम भिड छ यहाँ, एकदम भिड छ। हामीले चाहिँ फोटोसोटो खिचेर दिदीहरूले फोटो फ्रेम गराउने रे, त्यही भएर हामीलाई चाहिँ यहाँ घाम भएर बसिरहेछौँ। हामी यहाँ माछेको नआएछौँ, माछा खान। यहाँको माछा धेरै फेमस रहेछ। अनि यो चाहिँ बेगनास ताल हो यो। अघि त धेरै ठुलो पानी थियो। कस्तो राम्रो भ्यू देखिँदो रहेछ यहाँबाट है। नानी त्यो माछा पालन गर्ने रहेछ क्या, त्यहीँ माछा उड्छ यहाँ ल्याएर बनाउँदो रहेछ। कस्तो लागिरहेछ मम्मी? राम्रो, एकदम राम्रो, रमाइलो, एकदम रमाइलो। पानी परिरहेछ, एकदम शीतल भएको छ। हाय साना, हाम्रो माछा चाहिँ आइसकेछ। यहाँ छ। के खाँदै मम्मी हजुर? वाउ, माछा माछा के खाएको तैँले? ए ल, माछा एकदम फेमस होइन? एकदम फेमस सरिता दिदीको माछा फेमस। ल गर्नु न। ल कस्तो छ भन्नु पर्यो यहाँ। हामी चाहिँ माछा खाँदैनौँ, त्यही भएर हामीलाई चाहिँ बिरयानी आइरहेछ। यहाँ चाहिँ मम्मीले चाहिँ माछा खाँदैन हुन्छ। बुवाले कागती निकाल्नु। नानी माछा खाएर चाहिँ मलाई नदिए नानी। काँडावाला हो सब। यसमा त झन् मसला बढी रहेछ क्या है। नानी हजुर डुबै खानुहुन्छ? कस्तो छ मम्मी माछा? ल हाम्रो पनि आयो यहाँ। अब हामी पनि खाने, एकदम भोक लागिसक्यो छ। हामी बिहानदेखि भोके। मम्मीले त खाना पनि खानुभयो, हामीले त खाएन। मिठो छ? बुवा कस्तो छ? उता चाहिँ मम्मीले बाबालाई खुवाइदिँदै हुनुहुन्छ। ऊ काँटा छ मैले देखिरहेको छु। ल दुइटै भेज हो। ल अब हामी पनि खान्छौँ। हाम्रो फ्राइड राइस पनि एकदम मिठो छ। तेरो सेलाउँछ, म खाना बसिजाने। त्यो चाहिँ दिदीको। मम्मीले चाहिँ माछा खाँदै हुनुहुन्छ। मिठो छ है? हाम्रो अब ग्रिल चिकन आयो। थर्मसको पानी, ग्रिल चिकन, थर्मसको पानी दिन्छ। हामीले बिरयानी छँदैछ। भारो पानी पनि भनौँला है मन्दा। मेरो आयो ग्रिल चिकन। अब लास्टमा चाहिँ चिसो खाने। हिरो स्प्राइट आयो। उता त्यसको छुट्टै छ। ल यति नै हो। अब चाहिँ हामी होटलतिर फर्किन लागेको। आजको हाम्रो यति नै हो, पोखराको घुमघाम। आज डे 1 चाहिँ यति नै हो। अब हामी भर्खर होटल आइपुगेको 9 बजिसक्यो। ल बाई बाई।